टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ आजबाट 16 श्राद्ध सुरु सम्बन्धी प्रसङ्गबाट। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने 16 श्राद्ध अर्थात् पितृ पक्ष बुधबारदेखि अपराह्नकालमा दिवगत पितृका नाममा तर्पण, सिद्धादान र पिण्डदान गरी सुरु हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका 16 वटा तिथिमा दिवगत पितृलाई सम्मानका साथ तर्पण, सिद्धादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं 16 श्राद्ध समेत भन्ने गरिएको हो। पितृ पक्षको पहिलो दिन बुधबार प्रतिपदा तिथि श्राद्ध गरिन्छ। चाडपर्व, यज्ञादि तथा ठुला कार्य गर्नु अघि पितृलाई श्राद्ध भक्तिका साथ सम्झिने वैदिक सन्तान हिन्दू शास्त्रीय परम्परा अनुसार 16 श्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। पितृ पक्षका बेलामा पितृलोकबाट दिवगत पितृहरू पिण्ड धर्मशास्त्रका हेमाद्रि, वीरमिद्रय, निर्णय सिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ। यस अवसरमा शास्त्रीय रूपमा दिएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्किनेछ भन्ने वाक्यति ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रहरूको भनाइ छ। यो पक्षमा श्राद्ध नगर्दा अध्यक्ष दोष लाग्न भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीविद एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डाक्टर रामचन्द्र गौतमले बताउनुहुन्छ। 16 श्राद्ध अपराह्नमा गर्नुपर्छ भने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो। प्रहरीले अवैध सालको काठसहित 2 जना तस्करलाई पक्राउ गरेको छ। वन गस्ती टोलीले खाडो खोलादेखि पश्चिमबाट सालको काठसहित सप्तरीको रोपनी 1 का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको हो। रोपनी गाउँका वार्ड नम्बर 1 बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित उनी 2 जना आज पक्राउ परेको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिए। पक्राउ परेका 2 जनालाई सशस्त्र वन सुरक्षा शाखा शम्भुनाथको हिरासतमा राखिएको छ। काठ ओसारी रहेका मध्ये 1 जना भाग्न सफल भएको शम्भुनाथ शाखाका अधिकृत राम आशिष यादवले जानकारी दिनुभयो। बन्दाबन्दी र निषेधाज्ञाको फाइदा उठाएर तस्करहरू काठ ओसार्न पल्केका छन्। विगत केही समय यता लकडाउनको मौका छोपेर सप्तरीमा काठ तस्करी मोलाएको स्रोतले जनाएको छ। वीरगञ्जमा थप 1 जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाराको सिमरोडगढ नगरपालिका 9 बसरिया टोल बस्ने 97 वर्षीय वृद्धको मृत्यु भएको हो। मुटु रोगी र दमको समस्या रहेका उनमा उच्च रक्तचापको समेत समस्या थियो। उपचारको क्रममा आज बिहान 1 बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए। मुटु रोग, दम र उच्च रक्तचापको समस्या पहिलादेखि नै रहेछ। उमेर पनि ढल्किसकेको अवस्था थियो। यस्तोमा कोरोना संक्रमण देखियो। उनले भने, हामीले सकेको प्रयास गरियो तर बचाउन सकेन। भदौ 12 गते स्वाब सङ्कलन गरेको 2 दिनपछि PCR परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो। त्यस लगतै भादौ 14 गते अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो। वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या 55 पुगेको छ। सामान्यतः मात्रै 51 जनाको मृत्यु भएको छ। मृत्यु भएका 55 जना मध्ये पर्साका 39 जना, बाराका 12 जना र रोटहटका 4 जना छन्। पर्सामा मृत्यु भएका 2 जनाको ठेगाना खुलेको छैन। लकडाउनकै बेला सरकारले पेट्रोलको मूल्य मङ्गलबारदेखि बढाएको छ। नेपाल आयल निगमले मङ्गलबार मध्यपछि लागू हुने गरी लिटरमा 2 रुपैयाँ मूल्य बढाएको हो। अब पेट्रोलको मूल्य लिटरको 105 रुपैयाँ 50 पैसा जनकपुर क्षेत्रमा
कायम भएको छ। जनकपुर डिजेल सेन्टरका सञ्चालक किशुनदेव शाहले जनाए अनुसार पेट्रोल वृद्धि भएको मूल्य 12 बजे रातिपछि लागू भएको छ। निगमका अनुसार काठमाडौँमा प्रति लिटर पेट्रोलको मूल्य अब 107 रुपैयाँ कायम भएको छ। डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य समायोजना नभएको निगमले जनाएको छ। 1 सेप्टेम्बरमा आएको मूल्य सूची अनुसार पेट्रोलको मूल्य बढाएको निगमका प्रवक्ता विनियममणि उपाध्यायले बताए। उनले मूल्य वृद्धि भएन, आए अनुसार नै समायोजन गरिएको जनाए। गत चैतमा भएको लकडाउनमा लिटरमा 13 रुपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन। त्यति बेला मूल्य घटाए पनि प्रयोगकर्ताले लाभ नआउने तर्क गरिएको थियो। तर अहिले भने निषेध आज्ञा जारी रहेको बेला पनि भातको मूल्य बढेर आएको दिनमै मूल्य बढाउने निर्णय भएको छ। निगमले जनाए अनुसार भारतीय सीमावर्ती बजारमा रहेको मूल्यभन्दा नेपाली सीमावर्ती बजारमा रहेको पेट्रोल र डिजेलको मूल्य निकै कम छ। निगमका प्रवक्ता उपाध्यायले दाबी गरे अनुसार भारतीय सीमावर्ती बजारमा पेट्रोलको मूल्य भारतीय सवारी साधन नेपाल र नेपाली सवारी साधन भारततर्फ कमै मात्र जाने गरेको छ। मूल्य वृद्धिले नेपालीहरू भने मारमा परेका छन्। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण, अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातोवाला होइन, हरियोवाला हरियोवाला। सानोवाला होइन क्या, ठुलोवाला गाडीमा ठुलोवाला। नमस्कार साउजी। नमस्कार, बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टरवाला कि इन्जिनियरवाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियरवाला। अनि किन आउनुभयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रियवाला कि अन्तर्राष्ट्रियवाला? अखण्डवाला कि मेरुदण्डवाला? शक्तिवाला कि भक्तिवाला? जुनीवाला कि मनीवाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नुभयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ CVS स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। TVS स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। TVS स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। CVS स्ट्राइकर 125cc सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा कार्ड पैसा कार्ड पैसा कार्ड आइएमई काउन्टर गेलै पैसा कार्ड लेलकै। पैसा राईका ब्याज कमाई पैसा कार्ड कने ओनी देखली सब कुछ किन मिलल। सब दुकान में चलत अब पैसा कार्ड। नया चलन आइल चुली तिरली चलल। अपन जनकपुर में चलते पैसा कार्ड। अपन जनकपुर कैशलेस जनकपुर। आइए नजीक आईएमई काउंटर से पैसा काट लिया आ कोनो दुकान में काट लक पैसा तिरू आ ब्याज से हो कमाऊ। छुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्। त्यो मिस भयो। मन पर्ने सिङ्गर बोल्न आएको थियो।
त्यो पनि मिस भयो। नाममै यसको शक्ति छ, नाममै सङ्गीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। हाई हाई, सुन न, म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साँच्ची? कहाँसम्म जान सक्छौ? वेट, ल हेर, यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा, तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल गर्नुहोस्। एनसेल, आज भोलि सधैँ सँगै। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। कोरोना संक्रमणको थप जोखिम हुन नदिन स्थानीय प्रशासनले जारी गरेको निषेध आज्ञा खुकुलो बनाएसँगै विराटनगरमा चहल पहल बढेको छ। स्थानीय प्रशासनले मोरङ सहित प्रदेश 1 को राजधानी समेत रहेको विराटनगरमा 6 दिनदेखि जारी निषेध आज्ञा बुधबारदेखि खुकुलो बनाएको हो। निषेध आज्ञा खुकुलो भएसँगै बजारमा चहल पहल बढेको छ। बुधबार बिहानैबाट आर्थिक नगरी विराटनगरमा बजार पसल खुलेका छन्। मुख्य बजार क्षेत्रमा किनमेल गर्नेको सङ्ख्या लागेको छ। मुख्य सडक क्षेत्र भने अहिले पनि सुनसान छ। पातलो मात्रामा सडकमा सवारी साधन गुडेका छन्। विराटनगर महानगरपालिकाको कोरोना महामारी तीव्र फैलिएपछि गत 16 गतेबाट विराटनगरमा लकडाउन घोषणा गरेको थियो। स्थानीय प्रशासनले भने भदौ 10 देखि मोरङ जिल्लामा निषेध आज्ञा जारी गरेको थियो। त्यसलाई थप 6 दिन बढाएको छ, तर केही खुकुलो बनाएको छ। स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दिउँसो 4 बजेसम्म बजार पसल खोल्न पाइने नियम लागू गरेको छ। यसअघि दिउँसो 12 बजेसम्म मात्रै बजार खुल्दै आएको थियो। त्यसै गरी जोर गते जोड नम्बरका र बिजोड गते बिजोड नम्बरका निजी सवारी साधन यातायात साधनहरू सञ्चालन गर्न अनुमति दिएको छ। सवारी साधन चलाउँदा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने नियमलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। तर उक्त अवधिमा सार्वजनिक साधन भने सञ्चालन नहुने आदेशमा उल्लेख गरिएको छ। रिक्सा सिटी सवारी पनि जोड बिजोड गरेर सञ्चालन गर्नुपर्ने र बढीमा 2 जना यात्रु राख्नुपर्ने नियम जारी गरेको छ। सङ्क्रमण समुदाय स्तरमा फेरिको विराटनगरमा सङ्क्रमितको सङ्ख्या 1030 पुगेको छ भने 13 जनाको मृत्यु भइसकेको छ। वीर अस्पतालमा कार्यरत 13 जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवा बन्द गर्ने भएको छ। ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण रूपमा बन्द गर्न लागेको हो। अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीले आज मात्रै 13 जना गरी जम्मा 71 जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएकोले बुधबार र बिहिबार अस्पताल पूर्ण रूपमा बन्द गरी सेनिटाइजेसन तथा सरसफाई गरिने बताउनुभयो। उहाँले मङ्गलबार कोरोना देखिएकोमा 1 चिकित्सक 6 जना नर्स 2 फार्मासिस्ट र 4 जना स्विपर तथा कार्यालय सहयोगी रहेको बताउनुभयो। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वी र मध्यम भूभागमा नेपाल नजिक रहेको छ। बागमती प्रदेशको धेरै स्थानमा प्रदेश 1, प्रदेश 2, गण्डकी प्रदेश 5 का केही र कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो देशभर समयता बदलिरही धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश 5, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा प्रदेश 1, प्रदेश 2, बागमती प्रदेशका 1 र 2 स्थानमा
भारी वर्षाको सम्भावना रहेको छ। यस्तै बुधबार राति देशभर सामान्यता बदली रही केही स्थानमा मेघ गर्जन चट्यान सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश 5 र कर्णाली प्रदेशको 1 वा 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। पछिल्लो 24 घण्टामा विश्वमा 2,56,990 जना नयाँ सङ्क्रमित भेटिएका छन्। यो समयमा सबैभन्दा धेरै भारतमा 78,169 जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ। यस्तै ब्राजिलमा 41,889 जना नयाँ सङ्क्रमित भेटिँदा अमेरिकामा 40,836 जनालाई सङ्क्रमण भएको वर्ल्डोमिटर्सले जनाएको छ। विश्वमा अहिलेसम्म 2,58,89,000 भन्दा धेरै सङ्क्रमित छन् भने 1,81,71,000 भन्दा धेरै उपचारपछि निको भएका छन्। कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म 8,60,000 भन्दा धेरैको ज्यान गएको छ। हवस् त, यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।